हेलो साथीहरू, आज चाहिँ हामी आएको छौँ आमाको बारीमा। आमाले के रोप्नु भएको रहेछ हेर्नको लागि है। अनि हाम्रो आमाले चाहिँ इस्कुस रोप्नु भएको रहेछ है। अन्त यहाँ चाहिँ इस्कुस पनि देखेर पुरा लोभ लाग्यो, किनभने हाम्रो उता चाहिँ इस्कुस रोपेको फलेको होइन। अनि अहिले जुन चाहिँ नयाँ रोपेको हुन्छ नि त्यो सबै पनि बाँदरले लगिदियो है। अन्त हाम्रोमा चाहिँ एउटा पनि इस्कुस बाँचेको छैन। बिउ रोप्ने बेलामा पनि खोजेर रोप्नुपर्छ है, साथीभाइकोमा कसकोमा छ है। अलिक छिप्पेको इस्कुस एक दुईवटा लिएर रोप्नुपर्छ है। अनि यहाँ चाहिँ प्रशस्ति जतासुकै लडिरहेको रहेछ है, देखेर पनि लोभ लाग्यो। अन्त हाम्रो बहिनीले चाहिँ यहाँ छिप्पेको सागहरू भेला गरेको छ, किनभने यो चाहिँ कुखुरालाई दिनु भनेर टिपेको है। अनि पम्किनले चाहिँ एउटा सानोबडे सानो मुलाहरू पनि बटुलेको छ। आमाले चाहिँ यहाँनिरै डुकु बटुल्नु हुँदैछ है। घरमा खानुको लागि त इनफ छ है। दामी डुकु, यस्तो त दामी मिठो हुन्छ है। म चाहिँ डुकु लभर हो। अन्त मलाई चाहिँ डुकु चाहिँ जस्तै भए पनि मनपर्छ। यहाँ हेर्नुहोस् के लगाएको छ, पाखामा साग होइन, सौँफ, यहाँ धनिया हो, यतापट्टि यो लसुन, त्यसको छेउमा खोर्सानी, पिँडालु होइन पिँडालु। अनि उतापट्टि फेरि मुलाहरू पनि छ। त्यो मुलाहरू चाहिँ मैले देखाइनँ, त्यो पाइपदेखिको पछाडिपट्टि उतापट्टि चाहिँ यता यो साइडमा चाहिँ मुलाहरू छ है। अनि यहाँ हेर्नुहोस्, दुःख नगर्ने चाहिँ होइन, एकछिन फ्री टाइम भयो भने चाहिँ यसो आएर के रोपिराखेर जानुहुन्छ है। अन्त घरमा खानुको लागि धनिया होइन। अनि यस्तो इस्कुसहरू केहरू मुलाहरू यस्तोहरू चाहिँ सिजनमा किन्नु पर्दैन है, किनभने आमाले नै दुःख गरेर लगाएको हुन्छ है। मलाई चाहिँ जतासुकै यसरी इस्कुस लडेको देख्दाखेरि चाहिँ लोभ लाग्यो है। यहाँ चाहिँ मान्छेले बोरा ल्याइकन आएर लगिदिन्छ, डोको ल्याइकन आएर लगिदिन्छ है घाँस काट्नेहरूले। किनभने मान्छेले हेरेर त बस्दैन नि त है। अन्त त्यही भएर लगिदिन्छ चोरेर।